Hello and namaste. Welcome to our another new travel video. यो भिडियोमा चाहिँ हामी जनकपुर धाम, धनुष धाम, जलेश्वर धाम र साथसाथै सुनसरीमा रहेको पवित्र बराह क्षेत्रको पनि दर्शन गर्नेछौँ। र हामी यो यात्रा सुरु गर्दैछौँ करिब आधी घण्टाको काठमाडौँबाट जनकपुरसम्मको फ्लाइटबाट। जनकपुरमा ल्यान्ड गरिसकेका छौँ र अब हामी लाग्दैछौँ होटेलतर्फ। हामी चाहिँ होटेल सीता शरणमा आइपुगेका छौँ। अब खानासाना खाएर होटेलबाट अब यहाँ धनुष धाममा आइपुगेका छौँ। भित्र के कस्तो छ मन्दिरको धनुष खसेको ठाउँ हो। यो बिचको भाग हो। एक टुक्रा आएछ, एक टुक्रा गयो रामेश्वर तमिलनाडु, एक टुक्रा गयो धनुष सागर, जो गंगा सागर पोखरी छैन। हजुर हजुर त्यो तलाबमा गंगा सागर कता जनकपुर जो राम मंदिर के पास, राम मंदिर धनुष सागर। धनुष धामको अलि छेउमा यहाँ हामी के अरे परशुराम तलाउ भन्नेमा आइपुगेका छौँ। यो चाहिँ अन द वे नै छ। हामी अहिले धनुष धामबाट जलेश्वर धामतिर जाँदैछौँ। यहाँ बिचमै फर्किने बाटोमै रहेछ यो चाहिँ परशुराम तलाउ। जलेश्वर धाम जाँदैछौँ। त्यहाँ कति एप्पल हेर न, कति एप्पल बेचेर राखेको छ हेर ल। हामी जलेश्वर धाम पनि आइपुग्यौँ। अब जलेश्वर धाम हरेक महिनाको अन्तिम सोमबार चाहिँ यो पानी सबै यहाँबाट बाहिर पठाएपछि चाहिँ यहाँभित्र यस्तो शिवलिङ्ग देख्न सक्नुहुन्छ।
जलेश्वर धामको पोखरी होला यो भैरवनाथी चाहिँ हो छठको लागि हो छठको लागि छठ पूजाको लागि बेच्न राखेको सबै कति धेरै स्याउ चक्लेटी स्याउ है यो साँझो साँझो पर्नु थाल्यो अब चाहिँ अनि हामी चाहिँ यहाँ अब राम मन्दिरमा आइपुगेका छौँ अब राम मन्दिर जानकी मन्दिर राम सीता विवाह मण्डप सबै हेर्नुपर्छ राम मन्दिर आइपुग्यौँ हामी यहाँ राम मन्दिरकै छेउमा राजमाताको मन्दिर पनि रहेछ अब यहाँ हामी राजमाताको दर्शन गरेर अनि जानकी मन्दिरतिर जान्छौँ यस्तो ई रिक्सा चाहिँ धेरै नै पपुलर छ अहिले हर्न पनि धेरै नै बजाउनु गरेछ त्यतिर अब राम जानकी मन्दिर आइपुग्यो एनिमेसन फिल्म पनि हेर्न पाउने रहेछ म्युजियम पनि छ यता तर अब बेलुका भइसक्यो भएर हामी चाहिँ हेर्दैनौँ अहिले आज चाहिँ हाम्रो ट्राभलको दोस्रो दिन र अब चाहिँ हामी जनकपुरबाट लाग्दैछौँ बराह क्षेत्रतर्फ। फाइनली हामी बराह क्षेत्र आइपुग्यौँ। लागौँ भित्रतिर मन्दिरतिर।
भन्सार सप्तकोशी नदीको किनारमा आइपुगेका छौँ अहिले बडा क्षेत्र संसारकै पहिलो तीर्थस्थल र हामी हाम्रो यात्रा यहीँ समाप्त गर्दैछौँ। भिडियो राम्रो लागेमा लाइक र सब्सक्राइब गर्न नभुल्नुहोला है त। धन्यवाद। See you in the next vlog.